तपाईलाई कुनै अन्याय पर्यो तर तपाईसँग अदालतमा गएर मुद्दा हाल्नको लागि पैसा छैन। छोटोमा भन्नुपर्दा तपाईसँग कानुनी उपचार प्राप्त गर्नको लागि आवश्यक पर्ने कानुन व्यवसाय राख्ने पैसा छैन। यस्तो अवस्थामा के गर्नुपर्दछ? आउनुहोस् आजको यस छोटो भिडियोमा चर्चा गरौँ। नेपालको संविधानको धारा 20 को उपधारा 10 मा असमर्थ पक्षले कानुन बमोजिम निशुल्क कानुनी सहायता पाउने मौलिक हकको व्यवस्था गरिएको छ। असमर्थ पक्ष भनेका त्यस्ता व्यक्तिहरू हुन् जो आर्थिक रूपमा विपन्न छन्, वार्षिक 40,000 भन्दा कम आय हुने व्यक्ति वा लैङ्गिक हिंसा वा सशस्त्र द्वन्द्वबाट पीडित भएको व्यक्तिहरूलाई हामीले असमर्थ पक्ष भनेर बुझ्नुपर्ने हुन्छ। यस्तो निशुल्क कानुनी सहायता नेपाल सरकारले उपलब्ध गराउने गर्दछ। असमर्थ पक्षलाई निशुल्क कानुनी सहायता प्रदान गर्नको लागि नेपाल सरकारले सर्वोच्च, उच्च र जिल्ला गरी तीनै तहका अदालतमा वैतनिक वकिलको व्यवस्था गरेको हुन्छ। यस्ता वैतनिक वकिलहरूले असमर्थ पक्षलाई कानुनी सल्लाह दिने, उनीहरूको तर्फबाट मुद्दा पेश गरिदिने, बहस पैरवी गर्ने र अन्य कानुनी सेवाहरू उपलब्ध गराउँदछन्। त्यसरी निशुल्क कानुनी सहायता प्राप्त गर्नको लागि सम्बन्धित व्यक्तिले अदालतमा गएर वैतनिक कानुन व्यवसाय राखिपाऊँ भनेर निवेदन दिनुपर्ने हुन्छ। निवेदन पेश गर्दा सम्बन्धित स्थानीय तहले दिएको सिफारिस पत्र पनि त्यसैमा राखेर पेश गर्नुपर्दछ। वैतनिक वकिलले आर्थिक रूपमा विपन्नलाई मात्र नभई असहाय, अशक्त र नाबालिगलाई पनि निशुल्क कानुनी सहायता दिनुपर्ने हुन्छ। यदि कुनै थुनामा रहेको व्यक्तिसँग कानुन व्यवसाय राख्ने पैसा छैन भने त्यस्तो अवस्थामा पनि वैतनिक वकिलले नै त्यस्तो व्यक्तिलाई निशुल्क कानुनी सहायता गर्नुपर्ने हुन्छ। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला र यस्तै भिडियो हेर्नको लागि हामीलाई फलो र सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।